आउँदै गरेको शिक्षक लाइसेन्सको परीक्षाको तयारी गरेर बस्नुभएका सम्पूर्ण साथीहरूको लागि उत्तर पुस्तिका जसलाई OMR सिट्स भन्छ त्यसलाई कसरी भर्ने, के गल्ती तपाईँहरूले गर्नु हुँदैन त्यसको बारेमा आज हामी जानकारी लिउँ। हामी डाइरेक्ट चाहिँ विषयवस्तुतिरै प्रवेश गरौँ। यस्तो खालको तपाईँहरूलाई सुरुमा चाहिँ OMR सिट आउँछ। परीक्षा सुरु हुनुभन्दा लगभग आधा घन्टा अगाडि चाहिँ तपाईँहरूलाई यो दिइन्छ र तपाईँले घन्टी लाग्नुभन्दा अगाडि भरिसक्नुपर्छ। भनेको जस्तै मान्नुहोस् 11 बजेदेखि तपाईँहरूको इक्जाम सुरु हुन्छ भने 10:30 चाहिँ तपाईँहरूलाई यो प्राप्त हुन्छ र 11 बजेसम्म तपाईँले यो सबै कुराहरू यसमा भरिसक्नुपर्छ। अब के भर्ने भन्ने कुरा हामी हेरौँ है त। अब यसमा पहिलो सेक्सन छ। यो पहिलो सेक्सन तपाईँहरूको नाम सेक्सन हो है। एप्लिकेन्ट्स नेम इन इङ्ग्लिस इन ब्लक लेटर भनेको छ। तपाईँले चाहिँ यहाँ आफ्नो नाम इङ्ग्लिसमा लेख्नुपर्ने छ, त्योमा पनि क्यापिटल लेटरमा है। अब यसमा हुनसक्ने गल्तीहरू के हुन् म तपाईँलाई गल्ती चाहिँ एकदमै पोइन्ट वाइज गरिदिन्छु है। यसमा हुनसक्ने गल्ती भनेको पहिला यहाँ हेर्नुहोस् त, नाममा 3वटा सेक्सन छ। एउटा फर्स्ट नेम, एउटा मिडल नेम र एउटा चाहिँ लास्ट नेम छ। अब कतिपय साथीहरूको के हुन्छ भन्दा फर्स्ट नेम पनि हुन्छ, मिडल नेम पनि हुन्छ, लास्ट नेम पनि हुन्छ, उहाँहरूलाई समस्या भएन। जस्तै राम बहादुर थापा छ भने राम फर्स्ट नेममा लेख्ने, बहादुर मिडल नेममा, लास्ट नेममा थापा लेख्नु पर्यो। तर कतिपय साथीहरूको चाहिँ के हुन्छ भन्दा मिडल नेम हुँदैन। मानौ राम थापा मात्रै छ कसैको नाम भने उहाँहरूले गल्ती के गर्नुहुन्छ भन्दा जस्तै यो फर्स्ट नेममा राम लेख्नुभयो, RAM राम लेख्नुभयो र थापालाई लिएर यो मिडल नेममा लेखिदिनु भयो, THAPA थापा भनेर मिडल नेममा लेखिदिनु भयो भने यहाँ तपाईँहरूको गल्ती हुन्छ है। यस्तो गर्नु भएन। तपाईँको चाहिँ मिडल नेम छैन भने लास्ट नेममा गएर THAPA थापा लेखिदिनुहोस्, तपाईँहरूको यो भयो है। मिडल नेम छ भने मिडल नेममा लेख्नुहोस्, छैन भने नलेख्नुहोस्। यो भयो तपाईँहरूको पहिलो सेक्सन। अब दोस्रो सेक्सन जाउँ, अति महत्त्वपूर्ण है। यसमा तपाईँहरूको सबैभन्दा महत्त्वपूर्ण भनेको जस्तै मानिसको सबैभन्दा महत्त्वपूर्ण दिमाग हुन्छ, त्यस्तै महत्त्वपूर्ण कुरा चाहिँ यो रोल नम्बर हो है। यहाँ चाहिँ एउटा रोल नम्बर भन्ने सेक्सन छ। अब यो रोल नम्बरमा तपाईँले एउटा मात्रै गल्ती गर्नुभयो भने तपाईँले 50वटा प्रश्न मिलाउँदा पनि तपाईँको रिजल्ट आउनेवाला छैन, जति रोइक्राइ गरे पनि है। त्यो भएर यसमा ध्यान दिनुहोस्। अब पहिलो कुरा तपाईँले यहाँ रोल नम्बर लेख्नुपर्ने हुन्छ है। जस्तै यहाँ देख्न सक्नुहुन्छ कोठा छ, रोल नम्बर लेख्ने। रोल नम्बर कहाँ छ? तपाईँहरूको प्रवेश पत्रमा छ। मानौ मैले यहाँ रोल नम्बर लेखेँ एउटा 1 2 3 4 5 6 7 8 9 0 0 भनेर मैले यसरी रोल नम्बर लेखेँ है। अब यहाँ रोल नम्बर लेखेर मात्रै पुग्दैन, मेन भनेको तपाईँहरूको गोलो लाउनमा चाहिँ गल्ती नगर्ने है। अब प्रत्येक ठाडो लाइनमा हेर्नुहोस् त, तपाईँले प्रत्येक ठाडो लाइनमा 0 देखि 9 सम्मका के छ त अङ्कहरू राखिएको छ। जस्तै यो ठाडो लाइनमा हेर्नुहोस्, यो ठाडो लाइनमा हेर्नुहोस्, यो ठाडो लाइनमा, यो ठाडो लाइनमा, यो ठाडो लाइन, यो ठाडो लाइन, यो 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 र यो गरेर चाहिँ तपाईँको प्रत्येकमा के छ त 0 देखि 9 सम्मका चाहिँ अङ्कहरू राखिएको छ है। अब गोलो लाउने कसरी त भन्नुहुन्छ भने जस्तै 1 छ सुरुमा भने त्यहीको ठाडो लाइनमा हामीले हेर्ने, तलपट्टि यसरी 1 आउँछ, यसलाई सर्लक्क गोलो लाएर त्यहाँ ट्याक्क त्यसलाई पुर्दिनुहोस् है। बाहिर पनि जानु भएन, भित्र खाली पनि हुनु भएन। 1 लाउनु भयो। अब 2 लाउँदा अर्को ठाडो लाइनमा 2मा लाउनुहोस्, अर्को ठाडो लाइनमा यसरी 2 लाउँदै जानुहोस् है। भनेको जहाँ अङ्क छ त्यसको सिधा तलसम्म हेर्नुहोस्, दायाँ बायाँ नहेर्नुहोस् है। र यसमा हुने गल्ती भनेको यही हो, तपाईँले यसमा गल्ती गर्नुभयो भने बिग्रियो। र एउटा ठाडो लाइनमा एउटा भन्दा अर्को गोलो घेरा लाग्यो भने सम्झिनुहोस् तपाईँको OMR सिट बिग्रियो है। एउटा ठाडो लाइन जस्तै यहाँ 2 छ, अब मैले 3 चाहिँ लाउनु पर्ने यहाँ थियो है, तर मैले कहाँ लगाइदिएँ त यसमै लगाइदिएँ, यही 2 को तल चाहिँ 3 लगाइदिएँ भने अब तपाईँले सम्झिनुहोस् तपाईँको इक्जाम बिग्रियो, तपाईँले अर्कोचोटि प्र्याक्टिस गर्नुहोस् भन्ने सङ्केत यसले दिन्छ है। त्यो भएर मेन भनेको ठाडो लाइनमा तपाईँको एउटा भन्दा अर्को गोलो हुनु भएन, किनभने त्यो सिस्टमले हुँदैन। त्यति गर्नुभयो भने बिग्रन्छ है। त्यो भएर जहाँ छ अङ्क त्यसको सिधा तल हेर्नुहोस्, त्यो अङ्क भेटिन्छ, त्यसलाई गोलो लगाइदिनुहोस्, अगाडि बढ्नुहोस्। ल यो थियो तपाईँहरूको रोल नम्बर भर्ने सबैभन्दा मेन चाहिँ तपाईँहरूले गल्ती नगर्ने ठाउँ यही हो है। त्यस पछाडि अर्को गल्ती नगर्ने ठाउँ भनेको के हो तपाईँहरूको भन्दा यो विज्ञापन नम्बर भनेको छ। ल हेर्नुहोस्, यहाँ विज्ञापन नम्बर भनेको छ है। अब यो विज्ञापन नम्बरमा पनि तपाईँहरूले गल्ती गर्नुभयो भने यसमा पनि गाह्रो पर्छ। जस्तै यहाँ विज्ञापन नम्बर भनेको छ। अब विज्ञापन नम्बर केमा हुन्छ? तपाईँको प्रवेश पत्रमा हुन्छ। त्यो प्रवेश पत्रमा भएको विज्ञापन नम्बर यसमा लेखिदिनु होला है। जस्तै मानौँ 2081
0 1 2 मानौँ कुनै यस्तो प्रकारको तपाईँहरूको विज्ञापन नम्बर आउँछ, यसमा लेख्नुहोस् है। अब यो पनि भयो तपाईँहरूको, यसमा पनि विज्ञापन नम्बर लेख्न तपाईँले मिस्टेक गर्नुभयो भने रिजल्ट आउँदैन, ध्यान दिनु होला है। अब त्यस पछाडि यहाँ तह भनेको आउँछ है। अब लाइसेन्समा अहिले माध्यमिक तह र निम्न माध्यमिक तह मात्रै छ, अरू छैन। लाइसेन्समा माध्यमिक र निम्न माध्यमिक मात्रै छ, अरू छैन भने अब यसमा तपाईँले के गर्नु पर्यो त, मावि हो भने चाहिँ यो माविमा गोलो लाउनु पर्यो सर्लग सर्लग। यदि निमावि हो भने निमाविमा गोलो लाउनु पर्यो, यसमा त्यति समस्या छैन। अब अर्को यहाँ विषय लेख्ने कुरा छ। विषयमा कन्फ्युजन के हुनुहुन्छ भन्दा, जस्तै तपाईँले मावि हुनुहुन्छ भने चाहिँ माविको चाहिँ स्पेसिफिक विषय नै तोकेर तपाईँको फर्म भर्नु भएको छ। फर्मै भर्दा कुन विषयबाट भर्ने भनेर फर्म भर्नु भएको छ, माविको लागि समस्या छैन। जुन विषयबाट फर्म भर्नु भएको छ त्यही विषय यहाँ लेखिदिनुहोस्। तपाईँको प्रवेश पत्रमा पनि विषय आएको हुन्छ, सायद त्यो यहाँ लेखिदिनुहोस् माविको लागि। अब निमाविको लागि के हुन्छ भन्दा, निमाविको विषयगत लाइसेन्स हुँदैन। अहिलेसम्म निमाविको विषयगत लाइसेन्स छैन भने तपाईँले मेजर विषय जे पढ्नु भएको छ, नेपाली, अङ्ग्रेजी, गणित, पपुलेसन, हेल्थ कुन पढ्नु भएको छ, त्यो कुनै एउटा विषय यहाँ निमाविले लेखिदिँदा हुन्छ है। त्यस पछाडि यो गरिसके पछाडि अब यो पनि डन भयो तपाईँहरूको, यो तह पनि डन भयो। अब उम्मेदवारमा चाहिँ तपाईँहरूको दस्तखत चाहिँ चाहिन्छ है। र दस्तखत पनि कस्तो गर्नु होला भन्दा, प्रवेश पत्रमा तपाईँको दस्तखत जुन गर्नुभएको थियो नि, त्यो प्रवेश पत्रमा देखाएको हुन्छ तपाईँको दस्तखत, त्यही दस्तखत चाहिँ यहाँ गर्नु होला। कुनै एउटा दस्तखत तपाईँले यसमा चाहिँ गरिदिनु होला, कोठाभित्र, बाहिर चाहिँ नगर्नुहोस् है। यो भयो। त्यस पछाडि अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ, जस्तै यहाँ एउटा निरीक्षकको दस्तखत छ, अर्को चाहिँ केन्द्र अध्यक्षको दस्तखत छ। यो दुईटैमा चाहिँ दस्तखत भएको छ कि छैन पहिले एकदम ध्यान दिनु होला। यो निरीक्षककोमा पनि तपाईँले दस्तखत गर्नु होला र यो केन्द्र अध्यक्षकोमा पनि दस्तखत गराउनु होला नै, गराउनु होला अनिवार्य है। ल, यति सकिएपछि तपाईँहरू अगाडि बढ्नुहोस्। परीक्षाको किसिम भनेको छ, यहाँ परीक्षाको किसिम भनेको छ जस्तै अध्यापन अनुमति पत्र हो, या खुल्ला सामान्य परीक्षा हो, या आन्तरिक भन्ने हो, तीनटा कुरा छ यसमा। तपाईँहरू चाहिँ अब लाइसेन्सको परीक्षा दिँदै हुनुहुन्छ भने चाहिँ यो अध्यापन अनुमति पत्रमा गोलो लाउनुहोस् है, गोलो लाउनुहोस्। किनभने लाइसेन्सको र उता शिक्षक सेवा आयोगको ओएमआर सिट एउटै हुन्छ। होइन लाइसेन्सको होइन भने तपाईँले यो खुल्ला सामान्य परीक्षामा लाउनुहोस्। अहिले लाइसेन्सको इक्जामको लागि तपाईँले केमा लाउनुहोस् त भन्दा, यो अध्यापन अनुमति पत्रकोमा चाहिँ गोलो लाउनुहोस् है। सर्लको गोलो लाउनुपर्छ है, तपाईँले भित्र सबै ढाकिया हुनुपर्छ। त्यस पछाडि अर्को इम्पोर्टेन्ट हो, रोल नम्बर पछाडि तपाईँ रोल नम्बर र विज्ञापन पछाडिको अति नै इम्पोर्टेन्ट भनेको चाहिँ तपाईँहरूको यो सेट हो है। यो सेट एकदम ध्यान दिनु होला। सेट छुटाउनु भयो भने पनि तपाईँले 50 मिलाउँदा पनि तपाईँले केही हुनेवाला छैन है। अब यो सेट भनेको के हो त भन्दा, तपाईँलाई जुन क्वेसन्स पेपर आउँछ त्यसमा माथिपट्टि एउटा सेट लेखे हुन्छ। जस्तै ABCD 4वटा सेटमध्ये कुनै एउटा सेट तपाईँलाई आउँछ। क्वेसन हातमा पर्ने बित्तिकै तपाईँहरू क्वेसन पढ्न लाग्ने होइन, आफ्नो सेट के छ त्यो सेट अनुसार ठ्याक्कै यहाँ भरिदिने। जस्तै A छ भने Aमा गोलो लगाइदिने, होइन A छैन B छ भने Bमा गोलो लाउनुहोस्, र जुन सेट तपाईँलाई आउँछ त्यसमा सर्लको गोलो लाउनुहोस्, अनि मात्रै प्रश्न पढेर उत्तर दिन लाग्नुहोस् है त। अब यति तपाईँले भर्नुपर्ने भरिसके पछाडि अब तपाईँहरूले चाहिँ आफ्नो उत्तर भर्ने समय आउँछ है। यहाँ 50वटा चाहिँ क्वेसन्सको उत्तरले चाहिँ भर्ने ठाउँ छ। प्रत्येक प्रश्नका 4वटा अप्सनहरू छन् ABCD, र सही एन्सर कुन हो त्यसमा तपाईँहरूले गोलो लाउने हो। जस्तै प्रश्न नम्बर 1 को सही एन्सर मानौँ A थियो, अप्सन A थियो, मैले अप्सन Aमा के गरेँ त गोलो लगाएँ है। ब्ल्याक पेन चाहिँ प्रयोग गर्नु होला है। अहिले यहाँ अलिकति स्पष्ट देखिन्छ, मैले तपाईँलाई रातो पेन गरेको छु। यसरी चाहिँ तपाईँहरूले लाउनुहोस् है। अनि त्यस पछाडि 2 को केमा लाउनुहोस्, जुन हो त्यसमा लाउनुहोस्। मानुस् 2 को D भयो, ल Dमा लगाउनुहोस्। यो भयो है। अब यसमा गर्न नहुने गल्ती के हो त भन्दा, जस्तै मान्नुहोस् 3 नम्बरको प्रश्न, 3 नम्बरको प्रश्न तपाईँले सरसर पढ्नुभयो, B एन्सर लगाउनु भयो है। ठ्याक्कै B एन्सर तपाईँले लगाउनु भयो, तर पछि गएर तपाईँलाई थाहा भयो कि अलिकति पढ्दाखेरि ओहो यसको त एन्सर B होइन रहेछ, C पो रहेछ भनेर फेरि Cमा लाउनु भयो भने अनि तपाईँ फेरि यहाँ गल्ती गर्नुभयो। त्यस पछाडि फेरि यसले गर्दा तपाईँको रिजल्ट बिग्रने सम्भावना भइहाल्छ है। त्यो भएर यसमा पनि यस्तो खालको गल्ती नगर्नु होला है। ल, यति कुराहरू तपाईँले भर्नु पर्यो, र यति कुरा भरिसकेपछि तपाईँले बुझाउनु पर्ने हुन्छ। र अर्को कुरा चाहिँ जस्तै अब मैले सबै भने, यो उत्तर पुस्तिकालाई चाहिँ तपाईँले मोड्नु, च्यात्नु, खुम्च्याउनु चाहिँ पाइँदैन है। जस्तो आउँछ त्यस्तै राखेर दिने हो, त्यसलाई खुम्च्याउनु चाहिँ पाइँदैन। ल, यति कुराहरू छ, तपाईँले एकदमै ध्यान दिनु। एउटा नाममा ध्यान दिनुहोस्, रोल नम्बरमा अति ध्यान दिनुहोस् है, विज्ञापन नम्बरमा
त्यस पछाडि यहाँ तह विषय के हो, आफ्नो दस्तखत, त्यस पछाडि निरीक्षक र केन्द्र अध्यक्षको दस्तखत छ कि छैन त्यसमा ध्यान दिनुहोस्। अध्यापन अनुमति पत्रमा गोलो लाउन नबिर्सनुहोस् र सेट अनिवार्य लेख्नुहोस्। सेटलाई कुनै हालतमा पनि अनिवार्य रूपमा सेट लेख्नुहोस् र क्वेसनहरूको एन्सर लगाउँदा चाहिँ एउटा क्वेसन्सको एउटाभन्दा बढी अप्सनमा टिक तपाईँहरूले नलगाउनु होला है। यति गर्नुभयो भने तपाईँहरूको ओएमआर सिट चाहिँ राम्रोसँग कम्प्लिटसँग चाहिँ भरिन्छ है। ल यही थियो ओएमआर सिट कसरी भर्ने बारेमा एउटा सानो जानकारी।